साँच्चीकै जो ओरिजिनल जेन्जी थिए नि है हामीले भन्यौँ नि तिनवटा माग गरेर साँच्चीकै सडकमा आएका कुनै विदेशी चलका थाहा नपाएका अननोन जेन्जीहरू थिए नि उनीहरूले चाहिँ नि पहिलो प्रायोरिटी उनीहरूको बालन थियो दोस्रो प्रायोरिटी हर्क थियो होइन अब बालन चाहिँ बाठो थियो ऊ चाहिँ यतिखेर नबनिकन नयाँ पार्टी बनाएर अहिले तपाईँले भनेको जस्तो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाएर चुनावमा गएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएर 5 वर्ष खाने 5 महिना नखाने भन्ने बालनको बट्ठ्याइ थियो त्यो कुरा बालनले जानेकै थियो अब हर्क साम्पाङ जनजातिको छोरो सोझो मान्छे बिचरा अब बालन रिजेक्ट भएपछि बालनले त्यसलाई चाहिँ रेस्पोन्स नगरेपछि मलाई दिन्छ भनेर आए साँच्चैको ओरिजिनल जेन्जीले हर्क साम्पाङलाई बनाउनु पनि चाहेका थिए अब यति ठुलो ग्रान्ड डिजाइन भयो त्यो ग्रान्ड डिजाइन चाहिँ बालन मार्फत प्रकट भयो होइन त्यहाँ के भयो भन्दाखेरि मैले अहिले भने नि त एक खण्ड चाहिँ नि शेखर कोइराला विद्या भण्डारी भीम रावल बाबुराम भट्टराई रवि लामिछाने प्रचण्ड लगायतका व्यक्तिहरूलाई प्रधानमन्त्री अफर गरिएको थियो यतातिर हर्क साम्पाङजीहरूलाई पनि गरिएको थियो आन्दोलनको यति ठुलो आँधी बेरी आइदियो होइन उनीहरूले नियन्त्रित अस्तित्व चाहेका थिए उनीहरूको रिमोट कन्ट्रोलमा चल्ने अस्तित्व खोजेको थियो तर अनियन्त्रित भइदियो सिंहदरबार जल्यो सारा ध्वस्त भयो होइन सर्वोच्च जल्यो भए पछाडि जनमत उल्टियो अनि बालनजीले चाहिँ के गरिदियो भन्दा ती सबैलाई बागमतीमा ठुलो बाढी आयो बेला सबै फोहोर फालिदिन्छ नि त जनताले यी सबैले फोहोर फालिदिएको बागमतीमा फालिदिए र सुशीला कार्की जोबाट भविष्यमा थ्रेट हुँदैन त्यो उनीहरूले सुशीला कार्कीले ल्याए त्यसो हुँदाखेरि यो चाहिँ विदेशीहरूको डिजाइन चाहिँ बालनका स्ट्याटस र बालनका प्लानभित्र प्रकट भएर हर्क साम्पाङ लगेर सबै मान्छेहरू चाहिँ कार्टुन भएर प्रचण्ड त प्रधानमन्त्री बन्न चाहिँ एकदम सज्जिएर बसेका मान्छे जब छोरीको घर जल्यो त्यसपछि उनी झस्याङ्ग भयो कि हामी पनि टार्गेटेड रहेछौँ भने उनले बुझे होइन छोरी सबैलाई विदेशीको योजनामा बालनलाई हतियार बनाएर बागमतीमा बगाइदिए